हेलो नमस्कार, मेरो भ्लगमा तपाईलाई स्वागत छ। आज पनि मैले एउटा नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ म तपाईलाई मेरो घरमा भएको इन्डोर प्लान्ट्सहरू चाहिँ म देखाउन गइरहेछु। मैले के रोपेको छु म तपाईलाई सबै देखाउँदै जानेछु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। यो सबै इन्डोर प्लान्टहरू चाहिँ घमाइलो ठाउँमा हुनुपर्छ, नत्र मर्छ। यो पिस लिली यो चाहिँ फुल्न लागेको छ। यो इन्डोर प्लान्टलाई चाहिँ म चाहिँ के गर्छु भने यो बेला बेलामा पानी दिने हो। अनि यो यसलाई घमाइलो ठाउँ हुनुपर्छ। यो घरभित्र भयो भने चाहिँ मर्छ। अनि यो चाहिँ मैले रोपेको चाहिँ यहाँ चाहिँ यो चाहिँ कन्जर्भेटिभमा रोपेको छु। यो घाम आइरहन्छ यहाँ, एकदम घामले भेट्ने ठाउँमा चाहिँ रोपेको, एकदमै दामी भइरहेछ। यो सबै यो बिरुवाहरू भर्खर रोपेको बिरुवाहरू सबै एकदमै दामी भइरहेछ। यो चाहिँ बहिनीको साथीकोबाट लिएको बिरुवा, सानो थियो तर भइरहेछ। यो यसलाई चाहिँ बेला बेलामा पानी दिने हो, पानी लगाउने, फर्टिलाइजर। अनि यो अलिकति सनलाइट भएको ठाउँमा रोप्दा चाहिँ दामी हुन्छ। यो चाहिँ चाइनिज प्लान्ट, मनी प्लान्ट। यो चाहिँ मजाले बेबीहरू उमारेको छ यसले चाहिँ छैन। 2 वर्ष। यो पनि मलाई मेरो सोल्टी र बुहारीले दिएको। यी मजाले पल्दैछको बेबी। यो सार्दा पनि हुन्छ अरूतिर। चाइनिज मनी प्लान्ट। हालसालै चाहिँ यस्तो भएको छ। आजको दिनको भिडियो चाहिँ यो हो। आज चाहिँ यतिको भएको छ। त्यो चाहिँ अलिक अगाडिको भिडियो हो। आजको चाहिँ यस्तो भएछ है। यस्तो मजाले बेबीहरू आएको छ थुप्रो। ल यो चाहिँ अफ्रिकन भायोलेट। म चाहिँ सबै बिरुवाहरू आफै बनाउँछु। यो मैले आफै बनाएको बिरुवाहरू हो। अनि बिरुवाबाट चाहिँ यो यसरी फुल्न लाग्छ सबै। सेतो यो फुलिसक्यो। पिङ्क यो पनि फुलिसक्यो। यो पनि यस्तो दामीसँगले फुलेको छ 2टा। स्नेक प्लान्ट। ल यो चाहिँ यस्तो सानो रोपेको, यत्रो भएको छ। यसलाई चाहिँ ठिकै अलिअलि घामले भेट्ने ठाउँमा राख्दा हुन्छ। यो चाहिँ यो बाँच्दो रहेछ, किनभने घरभित्रको उतापट्टि झ्याल छेउमा थियो। यसरी दामी भएको छ। यो एकदमै धेरै उसको बच्चाहरू आएको छ। यसको चाहिँ एकदमै धेरै। मनी प्लान्ट यस्तो दामी भएको छ मनी प्लान्ट। यो मैले जाने अनुसार चाहिँ यो मनी प्लान्ट र स्नेक प्लान्ट चाहिँ यो धेरै घमाइलो ठाउँमा नरोप्दा पनि हुने रहेछ। किनभने यो 2टा चाहिँ मेरो रुममै थियो। अलिअलि झ्यालबाट घाम आउने त्यतिमै नै मजाले भयो। यो पनि दामी भएको छ। यो एकदम छिटो बढ्दो रहेछ। सानो रोपेको यत्रो भयो। यसको कलर त एकदम दामी छ। डिजाइन पिङ्क बाहिर चाहिँ पिङ्क निक्लेको छ। एकदम दामी छ यो पनि।
झ्याल छेउमा राखेको। ल यो चाहिँ अर्किड, यो चाहिँ ब्लू कलर फुलेको थियो लास्ट इयर, अनि त्यसको चाहिँ अहिले चाहिँ सेतो कलर निक्लेको यसरी छिर्केमिर्के भएर सेतो। यो चाहिँ मैले चाहिँ आज चाहिँ मैले एकदमै घाम लागेको हुनाले चाहिँ यो सबै निकालेर पानीमा डुबाएको छु, अनि पातहरू सफा गर्ने। अनि यसको चाहिँ भाँडाहरू चाहिँ जस गमलाहरू चाहिँ म आज यसरी धुन लागेको छु। सबै गमलाहरू चाहिँ म आज धुने। सबै यो फुलहरू चाहिँ यत्रो धेरै गमलाहरू छ, यो सबै धोएर सुकाएको घाम लागेको हुनाले। यो ब्लू लास्ट इयरको ब्लू थियो, अनि अर्को साल फुल्दा चाहिँ यसरी भयो निक्लेको सेतो छिर्केमिर्केमा। यस्तो दामी फुलेको छ सबै। यो पनि सबै मैले झ्यालमै राखेको छु सबै। ल अब धोएर सुकेर गमलामा सुकेर पनि मैले यसरी सबै गमला राखिसकेँ। 3-4 महिना चाहिँ म यसरी मजाले गमलाहरू धोएर राख्छु। यस्तो दामी भएको छ, यो पनि फुल्दैछ। दामी सेतो कलर, सबै कलरको फुलहरू छ। यो आदिसहरू चाहिँ मेरो आफन्तलाई ल्याइदिएको, बुहारी दिदी हरूले। यो सेतो चाहिँ दिदीले दिएको। यो चाहिँ ब्लू थियो, लास्ट इयर ब्लू थियो। अर्को पहिलेको भिडियो पनि देख्नुहुन्छ भने ब्लू थियो। अनि यो चाहिँ आफ्नै पुरानो बिरुवाहरू हो। यसरी यो चाहिँ लास्ट इयरकै थियो, गोलोमा थियो। मैले यसरी माथि स्टिक लगाएर राखेको। यो चाहिँ बुहारीले ल्याइदिएको, यो मेरो ठुलो दिदीले ल्याइदिएको हो। थ्याङ्क यू, बाई।